गुड मर्निङ। र आज भने चाहिँ हामी बिहान कालिम्पोङ सेवामा हामी जाँदैछौँ। बर्निङ बुसको सेवाकाई। हेलो भनिदेऊ एब्डिल, हाई भनिदेऊ। र हामी चाहिँ जाँदैछौँ होइन। अनि धेरैजना हुनुहुन्छ जो चाहिँ हामीसँग जाँदै हुनुहुन्छ। अन्त हामी चाहिँ बर्निङ बुस सेवाकाईमा हामी चाहिँ आज जाँदैछौँ। सो गाइज अहिले भन्ने ल्याइदियो गर्नुहोस् होला। अहिले सबैलाई तपाईँलाई म भेटाउने छु। यो जोरथाङको मर्निङ भ्यू। गाडी चाहिँ पर छ हो। गाडी भने चाहिँ यहाँ आउँदैछ। त्यसो यो जोरथाङको मर्निङ भ्यू। घाम पनि लागिरहेको छ। अहिले 8:30 हुन आँट्यो हो। अन्त पर चाहिँ हाम्रो गाडी। यहाँ आमा छोरा चाहिँ पर्खिरहेको छौँ। जना भेटेका छौँ। यहाँ बहिनीहरू हुनुहुन्छ। अझै म चाहिँ भनिदिनुहोस् यहाँ हामी सबैजना चाहिँ आजको दिन चाहिँ बर्निङ बुस जाँदैछौँ। बहिनीहरू चाहिँ एकदम खुसी छ बर्निङ बुस जानु लागि हो। खुसी छ है प्रभुको सेवाकाई गर्नको लागि। ए कहाँबाट आउनु भएको बहिनीहरू भनिदिनुहोस् त। आम्बोटेबाट। ए तपाईँ चाहिँ सबैजना आम्बोटेबाट आउनु भएको रहेछ। पास्टर बुवा हुनुहुन्छ दाजु मसी भनिदिइहाल्नुहोस्। हाम्रो पास्टर बुवाले लाँदै हुनुहुन्छ। हाम्रो चर्चको पास्टर बुवा सबैले चिन्नुहुन्छ है। उहाँले ठुलो सेवाकाई गर्दै हुनुहुन्छ। हामी सबैजनालाई परमेश्वरको पसीमा लान लागि यहाँ कालिम्पोङ जानको लागि हाम्रो सहयोग गरिरहनु भएको छ। र परमेश्वरले है पास्टर बुवालाई पनि धेरै आशिष दिएका हुन्। र अझै कतिजना आउँदै हुनुहुन्छ है। र हामी सबैजना फेरि पनि हामी भेट्नेछौँ। यहाँ हाम्रो बहिनी रजामसी भन्नु सबैलाई। भन्नु सबैलाई। अब चाहिँ हामी चाहिँ गएको। हाम्रो यात्रा सुरु भइसकेको छ होइन। यहाँ भने चाहिँ है हाम्रो यात्राको लागि हामी प्रार्थना गरिरहेको छौँ। बहिनी ओ बहिनी गीत गाउँ ल। गीत गाउने लु छिटो गीत गाउँ। खै गाउने ग्रुपहरू आएन नि आज। कामलिङहरू भाइहरू कामलिङ गएन नि कामलिङहरू। यसु तपाईको घरबाट जबसम्म छोड्नुहुन्न मलाई म जान्न यहाँबाट। तपाईँबाट यसु
यसको गीत प्रेमको भाका सबलाई सुनाउँछ यो जीवनले छिटो सबैजना लो लैबरी गाउँछ मेरो मनले यसको गीत प्रेमको भाका सबलाई सुनाउँछ यो जीवनले एउटा खुसी आउने भई मृत्युमा संसारको ज्योतिलाई पछ्याउँदछौँ हामी हालेलुया होशाना यसुलाई होस् महिमा हालेलुया होशाना यसुलाई होस् महिमा यहाँदेखि चाहिँ मलाई रोड साह्रै मनपर्छ खोला अब सबै गीत गाउँछ नि मेरो गीत आयो दोय गीत गाऊ है अब चाहिँ फेल नखाऊ है बहिनी फाइनली आइपुग्यो यहाँ मसँग बहिनी हुनुहुन्छ जय मसी भनिदिइहाल्नुहोस् यहाँ जय मसी सबैजनालाई र हामी चाहिँ यहाँ कालिम्पोङको जहाँ सेवा हुँदैछ है त्यो ठाउँमा चाहिँ हामी आइपुगेका छौँ त्यहाँ भाइ पनि हुनुहुन्छ भनिदिनुहोस् र सेवा चाहिँ स्टार्ट भइसकेछ है र यहाँको जग्गा कस्तो छ म तपाईँहरूलाई अलिकति देखाउँछु ल यहाँ चाहिँ यस्तो राम्रो छ यस्तो छ जग्गा चाहिँ हो अनि सेवा हुने जग्गा चाहिँ यहीँनिर हो र हामी सबैजना जाँदैछौँ हिँड एप्टिल यहाँ चाहिँ सेवा स्टार्ट भइसकेछ यहाँ
जय मसी नानी प्रभु यो तृष्णा त्यसै होइन प्रभु यसले कुनै न कुनै कुरा लिएर आउँदैछ कुनै कुरो जन्मिन लागेको छ प्रभु यसको लागि हामी तपाईलाई धन्यवाद दिन्छौँ किनभने काम गर्नुहुने परमेश्वर चाहिँ तपाईँ हुनुहुन्छ यो चाहिँ मानिसले गर्ने काम होइन तर आज हामी चाहिँ तपाईँको आज्ञा र तपाईँको वचनलाई सुनेर हामी जब खडा हुन्छौँ भने प्रभु तपाईँले त्यो ठाउँमा आफ्नो काम गर्नुहुनेछ हामी तपाईँलाई धन्यवाद दिन्छौँ र जतिजनालाई पनि प्रभु तपाईँले ल्याउनु भयो जुन जुन परिस्थितिहरूबाट भएर प्रभु तपाईँले आफ्नो छोराछोरी ल्याउनु भएको छ आज यो दिनहरूमा प्रभु उहाँको सबै यो तृष्णामा प्रभु तपाईँले अझ थप आगोहरू सल्काइदिनुहोस् र साँच्चै नै यो ठाउँलाई चाहिँ प्रभु तपाईँको आगोले भरिएको होस् भनिकन प्रभु हामी प्रार्थना गर्छौँ विशेष तपाईँलाई धन्यवाद छ विशेष टेबरनेकलमा आफ्नो छोराछोरीलाई प्रभु यो भवन तपाईँले दिनुभयो अनि साँच्चै नै प्रभु यहाँले यो सेवकाईको लागि अलग गर्नुभएको छ र यो ठाउँमा प्रभु जतिजना पनि आज हामी भेला हुँदैछौँ अझ यो ठाउँमा प्रभु अझ तपाईँले आफ्नो चुनिएकाहरूलाई बृहत् रूपमा ल्याउने तपाईँको दर्शन तपाईँले हामीलाई देखाइराख्नु भएको छ हामी प्रार्थना गर्छौँ प्रभु अब चाहिँ यो ठाउँबाट जति पनि तपाईँको कामहरू बढेर जानुपर्छ त्यो कुरालाई चाहिँ संसारको कुनै पनि शक्तिले रोक्न सक्ने छैन हामी घोषणा गर्छौँ र प्रभु अब चाहिँ तपाईँ साँच्चै नै आफ्नो पछिल्लो महिमालाई तपाईँले ल्याउँदै हुनुहुन्छ हामी देख्नेछौँ हाम्रो आँखाले र प्रभु तपाईँलाई हामी महिमा गर्दै तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु धन्यवाद आजको सम्पूर्ण सेवकाईमा आफ्नो छोराछोरीलाई यसरी ज्ञानटोकबाट ल्याउनु भयो साँच्चै नै प्रभु तपाईँको वचनको प्रकाशद्वारा हामीसँग बोल्नु भएको छ तपाईँ स्वयं प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ र यहाँहरूको जीवनमा प्रभु तपाईँको आशिष हामी बोल्दछौँ चिसो छ नि लु जाऊ एपडेट खाना खानु सेवा पनि सक्यो फर्किने टाइम पनि भयो र अब हामी चाहिँ जान आँटेको कस्तो चिसो भयो यहाँ त आमा जग्गा चाहिँ मजाको छ है तर एकदम आशिषित सेवाकाई भयो परमेश्वरलाई महिमा भएको होस् र सेवा चाहिँ यहीँ भएको हो कालिम्पोङमा यो जग्गाको नाम त के पो भन्यो ए यहाँ चाहिँ भएको तपाईँको सेवाकाई अब चाहिँ हामी फर्किन आँटेको कस्तो भयो आजको सेवाकाई भनिदिइहाल भाइ राम्रो आशिषित भयो तिमीलाई सेवा कस्तो भयो ब्लेसेड भयो भाइलाई भाइ सेवा कस्तो भयो आशिष मिल्यो हाम्रो पास्टर बुवालाई सेवा कस्तो भयो एकदम ब्लेसेड भयो है हामी सबैजनाले आशिष पाएका छौँ र माथि छ त र अब चाहिँ भने चाहिँ हामी यहाँबाट फर्केर जान आँटेको भनिहाल आज सेवाकाई कस्तो भयो भनेर यहाँ बहिनी तपाईँलाई कस्तो भयो सेवा कस्तो भयो एकदम आशिषित भयो ओके
प्रेसर भयो हामी परमेश्वरमा भएर हामी जसेर परमेश्वरको आराधना गर्दै हामी यहाँबाट फर्किजानेछौँ। लु गीत बजाउनु पर्यो। उयो तार देऊ अघिको अखिलेश गीत गाउने हो अब सबैजना। खै हो बोल्दैन त हौ। स्वागत गरौँ सोरै निक्लेन खै गीत गाउने भन्दैन त हौ। प्रेज द लर्ड। अब हामी चाहिँ ठुलो स्वरले गीत गाउँदै परमेश्वरले गर्नुभएको कामको लागि धन्यवाद दिँदै प्रशंसा गर्दै हामी आफ्नो घरतर्फ लाग्ने हो यस गरी। लु अब भने चाहिँ हामी गीत पर्खिरहेको छौँ र सबैजना स्वर खोलेर गीत गाउने ल। थिएन त मैले अघि। ए लु हाम्रो यहाँ नयाँ बहिनी पनि हुनुहुँदो रहेछ। मैले चाहिँ भर्खर मात्रै देखेँ चाहिँ मसी बहिनीलाई। अघि कहाँ हुनुहुन्थ्यो? ए अर्को गाडीमा हुनुहुन्थ्यो। ल है बहिनी अब बहिनी पनि आउनुभएछ हो। बहिनीले पनि गाउनुमा चाहिँ सहयोग गर्नु पर्यो है हाम्रो। यीशु है उसका नाम तो करो जय जयकार तो करो जय जयकार तो करो जय जयकार तो करो जय जयकार। कौन है राजाओं का राजा कौन है दुनिया का बादशाह कौन है राजाओं का राजा कौन है दुनिया का बादशाह यीशु है उसका नाम यीशु है उसका नाम तो करो जय जयकार तो करो जय जयकार तो करो जय जयकार तो करो जय जयकार। लेफ्ट पानी पे चलता है तीर को खिलाता है पानी पे चलता है तीर को खिलाता है मैदान में डरता है यीशु के नाम से शैतान में डरता है यीशु के नाम से। कौन है राजाओं का राजा कौन है दुनिया का बादशाह कौन है राजाओं का राजा कौन है दुनिया का बादशाह यीशु है उसका नाम यीशु है उसका नाम तो करो जय जयकार तो करो जय जयकार तो करो जय जयकार तो करो जय जयकार। खासै खोला चाहिँ ठुलै हुनु पर्थ्यो। ठुलो भए चाहिँ राम्रो पनि देख्छ नि त हो। ठुलो राम्रो देख्छ नि अब चाहिँ हामी जोरथाङ पनि आइपुग्यौँ। अब बिस्तारै जानु ल। बाई बाई फेरि पनि भेटौँ ल। बाई बाई बहिनी ल। बाई बाई जय मसी ल। बाई ल बाई बाई ल बिस्तारै जानु ल। बाई।
गरेर ल फेरि पनि भेटौँ ल जय मसी बाई बाई मसी बाई 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 जय मसी बाई बाई ल गएको बाई बाई सबैजनालाई ओके ल जाउँ गाइस हामी चाहिँ जोरथाङ आइपुग्यौँ हो अनि अब पार्लर खोल्छ पार्लर चाहिँ खोल्दैन हो अब चाहिँ म चाहिँ घर जान्छु होइन अनि एकदमै आशिषित भयो सेवाकाई परमेश्वरको सेवाकाई आशिषितै हुन्छ होइन अनि एकदम थाकिरहेको छौँ गाडीमा यात्रा गरेको कारणले गर्दा र आज हामी तपाईँलाई भनिहाल्यौँ हामी कहाँ गएको थियौँ भनेर हामी चाहिँ कालिम्पोङ गएको थियौँ सेवामा र यसगरी चाहिँ मेरो ब्लगलाई पनि म आजको दिन चाहिँ एन्ड अप गर्दैछु है आशा गर्छु तपाईँहरू हेरेर ब्लेसेड हुनुहुन्छ होला त्यहाँ गएर म तपाईँलाई कति क्लिप चाहिँ देखाउनु पाइनँ किनभने त्यहाँ अलिकति है अलाउड पनि छैन अन्त अलिकति सेवामा अलिकति डिस्टर्ब पनि हुन्छ त्यो भएर चाहिँ मैले तपाईँहरूलाई नदेखाएको होइन सो अहिले भन्नेलाई चाहिँ मेरो ब्लगलाई पनि यतिमै एन्ड अप गर्दैछु सो सी यु गाइज इन द नेक्स्ट भिडियो टिल देन टेक केयर लभ यु गाइज बाई बाई से बाई बाई अब्दुल बाई 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 बाई